वेलकम छ सबैजनालाई आजको यो मिनी ब्लगमा। हामी आज निस्किसक्यौँ ड्युटीको लागि रुमबाट। अब हामी लाग्यौँ ड्युटीतर्फ। जाँदाखेरि बाटोमा लिएका भिडियो फुटेजहरू हुन्। हजुरहरूलाई कस्तो लाग्छ? च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गरी बेल आइकनमा अलमा दबाउन नभुल्नुहोला। अब हामी लाग्नेछौँ ड्युटीतर्फ। जाँदा बाटोमा हाम्रो कम्पनीको साथीहरू बिहानको ड्युटी गरेर फर्किँदै रहेछन्। उनीहरूको पनि तस्बिर देख्न पाइयो। भनेपछि अब हामी खाजा लिन बेकरीतर्फ लाग्छौँ। खाजा लिएपछि हामी झोलामा खाजा लगाएर झोलामा हालेर अब हामी अघि बढ्नेछौँ। अघि बढ्दै गर्दाखेरि बाटोमा थोरै सपिङ देखाउनेछु म। र अब जाँदै एउटा नयाँ मान्छे भेट्यौँ। हाम्रो एउटा नयाँ साथी चाहिँ आएर अघि बसिराखेको रहेछ। यही हो यो साथी। बङ्गाला ल्याङ्ग्वेज अब उसलाई उसकै भाषामा बोल्छ हाम्रो सूर्य भाइले। र ऊ आउँदैछ। गाडी आइसकेको रहेछ। अब हामी गाडीमा चढ्छौँ र हामी ड्युटीतर्फ लाग्नेछौँ। एकछिन वेट गरी पर्खेर कसले गाडी जानेछौँ ड्राइभर भन्दै अरू साथीहरू खाना आइसके र ड्राइभर पनि आयो आउनेछन्। र प्रदीप भन्ने एउटा साथी पनि आउँदैछ। भन्दा भन्दै अर्को पनि साथी आइसक्यो। ड्राइभर आयो ड्राइभर पनि आएको अवस्था। अब हाम्रो सोयब र जाँदा जाँदै बाँकी अलुलालाई बस्नलाई सिट पुगेन। डिक्कीतर्फ जाँदैछ र डिक्कीमा बस्यो। ड्युटी जानेछौँ किनकि विदेशमा यस्तै गाह्रो हुन्छ। गाडी झेल्दै जानुपर्छ र हामी अब अगाडि बढ्नेछौँ। अब हामी एकदमै रमाइलो दृश्य देख्नेको मिल्छ। बाटोमा एकदमै रमाइलो दृश्य देख्न मिल्छ। यो ट्राफिक सिग्नलमा अब हामी यो सिग्नल खुलेपछि अघि बढ्नेछौँ। अघि जाँदै गर्दा अब हाम्रो रनाटस भन्ने साइड आउँछ र रनाटसमा प्रदीप र राजेश प्रदीप र सूर्य निस्किन्छन् र राजेश अब ड्युटी सकेर घर आउँछ रुमतिर आउँछ। अब प्रदीप र सूर्य गए भने राजेश उताबाट आउँदैछ। फर्किने राजेश आइसकेपछि हामी यहाँदेखि पनि अघि बढ्नेछौँ। राजेश आउँदैछ। अवस्था बाटो काट्दैछ भने आएपछि अब मेरो पनि ड्युटी आयो र हामी जाँदा किनकि मेरो पनि आइपुगे मेरो साइडमा। र जय नेपाल भन्दै सबैलाई